नमस्ते, म राजेन्द्र सिंह भण्डारी। आज मसँग हुनुहुन्छ महिमा थापा म्याम हुनुहुन्छ र उहाँसँग चाहिँ म थोरै रिभ्यू लिन गइरहेको छु। महिमा म्याम नमस्ते। नमस्ते सर। अब तपाईँले जेपीआरलाई चाहिँ कसरी चिन्नुभयो, कसरी आइपुग्नुभयो जेपीआरसम्म थोरै बताइदिनुहोस् न। स्टार्टिङमा चाहिँ मैले त्यो अब जब हुन्छ नि त आफूले अब डिएचए गर्छु भनेर त्यो डिसाइड गरिसकेपछि मैले यस्तै त्यो सर्चहरू गर्दाखेरि हजुर फेसबुकतिर गुगलतिर सर्च गर्दाखेरि त्यो जेपीआरको आयो, मतलब हजुर पेज आयो। अनि प्लस मेरो साथी एकजना अलरेडी नै जेपीआरबाटै यता काम गर्दैछ आएर, उसको अब अलमोस्ट 1 इयर जति हुन्छ होला। अनि उसँग पनि कुरा गरेँ कस्तो छ अब होइन डिएचए प्रिपरेसनदेखि लिएर अब सबै प्रोसेसहरू कस्तो के छ उसँग नि बुझेँ। त्यसपछि उसले पनि अब जेपीआरबाटै आएको हो, म राम्रो छ सबै अनि भनेर त्यस राम्रै सल्लाहहरू दियो। अनि त्यसपछि हामी चाहिँ कहाँबाट हेटौडाबाट भन्नुभयो? हजुर। अब हेटौडाबाट दुबई आइपुग्दाखेरि के तपाईँलाई सहजता भयो? जेपीआरबाट कसरी तपाईँको डाटा फ्लो, हामीले कति टाइममा चाहिँ तपाईँको डाटा फ्लो दिन पाउनुभयो र तपाईँ जेपीआरबाट नै इन्टरभ्यू दिएर नेपालबाट नै इन्टरभ्यू दिएर आउनु भएको है त? हजुर। अब कतिको सहजता पाउनुभयो त? सजिलो, किनभने सबै अनलाइन बेसिसबाट भएको भएर चाहिँ इजी नै भयो। किनभने सबै अब हेटौडामा बसेर नै सबै कुराहरू डाटा फ्लोदेखि लिएर स्टार्टिङदेखि नै प्रोसेसहरू सजिलै भयो अनलाइनको थ्रुबाट। तपाईँ नेपालबाटै पास भएर आउनुभयो। अब दुबईको असिस्टेन्ट नर्स, तपाईँ पहिला नेपालको असिस्टेन्ट नर्स हुन्थ्यो, पिसिएल नर्स। हजुर। अब नेपालको पिसिएल नर्स र दुबईको असिस्टेन्ट नर्समा चाहिँ के भिन्नता पाउनुभयो? टाइमिङ, सेलेरी, अब सबैले यो भिडियो हेरिराख्नु भएको छ हेटौडाबाट। सबैको गुनासो चाहिँ यो हुन्छ कि हामीले नेपालमा खाने सेलेरी त सबैलाई थाहा नै छ, एएनको र बिएनको सेलेरी। अब दुबईमा पिसिएल नर्सको सेलेरी, नेपाल पिसिएल नर्सको सेलेरी दुबईमा आएर चाहिँ कति हुँदो रहेछ त तपाईँको? अब कति भिन्नता पाउनु हुँदो रहेछ? कति स्यालेरीको बेसिसमा चाहिँ अब पास्ट डिफ्रेन्स नै भनौँ होइन। किनभने नर्मल्ली अब हामीले पिसिएल गरेर एज ए स्टाफ नर्स अब प्राइभेट हस्पिटलहरूतिर गर्दाखेरि चाहिँ एकदमै लो नै भनौँ, रेन्ज त एकदमै लो नै हो। ओके, अब नेपालको पिसिएल नर्स र दुबईमा आएर त्यो पिसिएल नर्सले खाने सेलेरी चाहिँ कति हो र तपाईँले कति खाइराख्नु भएको छ? तपाईँको एक्ज्याक्टली सेलेरी कति छ अहिले? मेरो स्टार्टिङमा मैले पास आउट हुने बित्तिकै एउटा प्राइभेट हस्पिटलमा जोइन गरेको थिएँ उता हेटौडातिरै। मेरो सबभन्दा धेरै स्यालेरी पाएको भने चाहिँ त्यो 14,000 जति थियो बडीमा चाहिँ। अनि त्यसपछि अहिले अब यहाँ सबै अब उताबाटै इन्टरभ्यू दिएर जब इन्टरभ्यूहरू सिलेक्ट भएर यहाँ आउँदाखेरि चाहिँ अहिले त्यही 55 दुबईको यताको 55 अब कन्भर्ट गर्दाखेरि नेपालीमा चाहिँ 2,20,000 जति पुग्छ हुन्छ। ओके, तपाईँको सेलेरी अहिले 2,20,000। अब यो भिडियो जसले पनि हेरिराख्नु भएको छ, हेटौडाबाट हेरिराख्नु भएको छ, सबै नेपालबाट हेरिराख्नु भएको छ, उहाँहरूले अन्तिम सन्देश के दिन चाहनुहुन्छ? तपाईँ पनि नेपालबाट इन्टरभ्यू दिएर आउनु भएको, तपाईँ त नेपालबाट इन्टरभ्यू दिएर आउनु भएको, नेपालबाट सिलेक्ट भएर आउनु भएको, दुबईमा अब इन्टरभ्यू दिनु झन्झट छैन है त। अरू दुबई जो अब नर्सहरू प्लानिङ गर्दैछ, डिएचएको दुबई आउने प्लानिङ गर्दैछ, उहाँहरूले चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जो चाहिँ अब भनौँ न अब दुबईमा एउटा अब राम्रो करियर सेटअपको लागि अब आउनलाई यदि सोच्दै हुनुहुन्छ भने उहाँहरू सबैजनालाई यो सल्लाह दिन चाहन्छु कि अब इजिली नै अब जेपीआरसँग कनेक्ट हुन सकिन्छ र सबै अब डिएचएको अब इक्जाम प्रिपरेसनदेखि लिएर प्रोसेसहरू सबै जे अब निडेड हुन्छ प्रोसेसहरू सबै चाहिँ इजिली नै मेरो एक्सपिरियन्समा चाहिँ इजिली नै भयो। र अब यदि यता आएर अब एउटा राम्रो अब आफ्नो एउटा करियर सेटअप गर्न यदि सोचमा हुनुहुन्छ भने दुबईमा जेपीआरलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यहाँ आएर इजिली सबै नै स्मुथली नै भयो मेरो सबै प्रोसेसहरू, त्यस्तो गाह्रो यता केही पनि भएन। खाना बस्न एकोमोडेसनको बारेमा थोरै बताइदिनुहोस् न, के कतिको स्वास्थ्य छ यता आइसकेपछि? हजुर, अहिले चाहिँ हामी यता उताबाट अब सोच हुन्छ नि त अब त्यहाँ गएर अब कहाँ बस्ने होला के गर्ने होला त्यो चाहिँ थियो। तर सबै अब कुरा यता जेपीआरको यता टिमसँग कुरा गरिसकेपछि यता म्यामहरूसँग चाहिँ जस अब हामी यहाँ आएपछि अहिले चाहिँ हामी जेपीआरकै होस्टेलमा हामी बसिरहेका छौँ। त्यस्तो हामीलाई समस्याहरू केही पनि छैन। जस अब खाना बस्न सबै कुराहरू नै जेपीआरबाटै प्रोभाइड गरिराख्नु भएको छ। राम्रो नै छ, राम्रो नै लागिरहेछ। केही त्यस्तो ऊ त भएको छैन, जो हामीले भनेको छ त्यो अनुसार चाहिँ काम भएको छ?
हजुर हजुर अहिलेसम्म चाहिँ सेटिस्फाइड नै छु सबै कुराहरू ओके हजुर अन्तिमचोटि चाहिँ तपाईँको अन्तिम सल्लाह चाहिँ के दिन चाहनुहुन्छ नेपाली नर्सहरूलाई सबैलाई अन्तिम तपाईँको सल्लाह के दिन चाहन्छ अन्तिम सन्देश चाहिँ के दिन चाहनुहुन्छ अन्तिम सल्लाहमा के दिन चाहन्छु भने अब जो जस्तो म जस्तै होइन जस्तो प्राइभेटमा नेपालमा यति अब कम स्यालेरी नै छ सबैजनालाई थाहा नै छ हजुर थाहा नै छ यदि अब होइन अब अलिकति आफ्नो करियर एउटा राम्रो करियर सेटअप गर्न चाहन्छु एउटा राम्रो इन्कम चाहिँ गर्न चाहन्छु भन्ने त्यो सोच छ भने अब जस्तो दुबईमा आएर एउटा काम गरेर एउटा भनौँ न इन्डिपेन्डेन्ट हुन चाहन्छु भन्ने सोच छ भने अब इजिली अब जेपिआरलाई कन्ट्याक्ट गरेर आउन सक्नुहुनेछ सबै प्रोसेसहरू स्मुथली नै हुन्छ सोचेको जुन एक्सपेक्टेसन थियो अब भनेको मात्रै हुन्छ होला जस्तो रियलमा हुन्छ कि हुँदैन भन्ने त्यो जुन थियो त्यो चाहिँ केही पनि जस्तो त्यस एक्सपेक्टेसन अनुसार नै सबै कुराहरू फुलफिल नै भइरहेको छ अहिलेसम्म त्यहाँ आउन सक्नुहुन्छ सबैजना सक्नुहुन्छ जस्तो उहाँ चाहिँ महिमा म्याम हुनुहुन्छ तपाईँहरू पनि महिनाको 2,20,000 रुपियाँ स्यालेरी खान चाहनुहुन्छ तपाईँको पनि सोच छ र दुबईको तपाईँ कति स्यालेरी 5,500 उहाँ चाहिँ महिमा म्याम हुनुहुन्छ र नेपालबाट नै इन्टरभ्यू दिएर आउनु भएको नेपालबाट सिलेक्ट भएर आएको हाम्रो डाइरेक्ट यहाँबाट इन्टरभ्यू हुन्छ नेपालबाट सिधै अफर लेटर सिलेक्ट गरेर आउने हो आउने बित्तिकै तपाईँको 1 विक चाहिँ हाम्रो होस्टेलमा बस्नुपर्ने हुन्छ डकुमेन्टेसनको लागि 1 हप्तापछि चाहिँ हामी ड्युटीमा खटाइहाल्छौँ तपाईँ पनि नेपालबाटै इन्टरभ्यू दिएर नेपालबाट सिलेक्ट भएर 2,20,000 को अफर लेटर साइन गरेर आउने सोचमा हुनुहुन्छ भनेपछि महिमा म्याम जस्तै आज नै जेपिआरलाई सम्पर्क गर्नुहोला जस्तो नाम त्यस्तै काम थ्याङ्क यू म्याम धन्यवाद सर